हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आस्क मी हाउ। म आज भिडियो बनाउँदैछु विदेशमा बसेर ई सेवा कसरी बनाउने भन्ने बारे। आउनुहोस् सुरु गरौँ। विदेशबाट ई सेवा एकाउन्ट बनाउनको लागि वेबसाइटबाट बनाउनु पर्ने हुन्छ, एपबाट भन्दा पनि। त्यसको लागि पहिला ई सेवाको वेबसाइटमा जानुहोस् अनि यस्तो इन्टरफेस आउँछ। लगइनमा क्लिक गर्नु। लगइनमा क्लिक गरेपछि यो रेजिस्टर फर फ्रीमा गर्नुहोस्। रेजिस्टर फर फ्रीमा गरेर त्यहाँ आफ्नो नाम, इमेल एड्रेस, मोबाइल नम्बर, नेपालको मोबाइल नम्बर हाल्नु। नेपालको मोबाइल नम्बरबाट यो खोल्न लाग्यो। नेपालको मोबाइल नम्बर हालेपछि रेजिस्टर हुन्छ यो, अनि अर्को प्रोसेस आउँछ। त्यहाँ रेजिस्टर गर्दाखेरि के मागेको हुन्छ, नाम, जेन्डर अनि मोबाइल नम्बर, इमेल एड्रेस सबै हालेपछि योर एकाउन्ट हेज बिन क्रिएटेड आइसक्यो। एकाउन्ट क्रिएट भइसक्यो। अब एकाउन्ट क्रिएट भइसकेपछि एपबाट खोल्न मिल्छ। अब एपबाट लगइन गर्नु। एपबाट लगइन गर्नको लागि मोबाइल नम्बर दिनु, अघि दिएको मोबाइल नम्बर, रेजिस्टर गरेको मोबाइल नम्बर दिने, अनि त्यसपछि 4 डिजिट पिन हाल्नुपर्ने हुन्छ। 4 डिजिटको पिन हाल्नु। अब बायोमेट्रिक राख्न मन लागिराखे हुन्छ। आफ्नो केवाइसी अपडेट गर्नु पर्यो। अब केवाइसी अपडेट गर्नको लागि यो प्रोफाइल फोटो हो, आफ्नो नागरिकताको फोटोकपी हाल्नुपर्छ। अगाडि पछाडिको नागरिकताको फोटोकपी, आफ्नो एड्रेस, अब कुन ठाउँ हो, सिटी, अरू हुन्छ नि, नगरपालिका, महानगरपालिका, जिल्ला, सबै कुरा हाल्नुपर्ने हुन्छ। अनि डेट अफ बर्थहरू, यो नागरिकता हाल्ने ठाउँमै हुन्छ डेट अफ बर्थहरू हाल्नु पनि। अनि प्लेस अफ इस्यु, डेट अफ इस्यु, कुन ठाउँमा नागरिकता इस्यु गरेको ठाउँ हाल्नु। यो स्याम्पल यसो हुन्छ, अगाडि यस्तो पछाडि यस्तो भनेर त्यहाँ स्याम्पल हेर्न मिल्छ। त्यहीँ हेरेर कसरी हाल्नुपर्ने हो त्यहाँ लेखेको हुन्छ। ल, मैले अपलोड गरिसकेँ 2टा। यो केवाइसी 100 भन्ने प्रोमो कोड थियो। केवाइसी 100 लेखेर हालेपछि 100 रुपियाँको त्यो लोड हुन्छ। 100 रुपियाँ लोड भएर आउँछ। त्यो जहिले खोल्दा पनि हुन्छ हुँदैन थाहा भएन। मैले यहाँ हेर्दाखेरि चाहिँ थियो, त्यही भएर त्यो पनि हालिदिएको। अनि यहाँ लोकेसन इज रिक्वायर्ड टु भेरिफाई एन्ड सेक्युर योर केवाइसी। लोकेसन अन गर्नु अनि कन्फर्म गरिदिनु। अब केवाइसीको अर्को पेजमा छ एड्रेस डिटेल्स। एड्रेस डिटेल्समा आफ्नो टोल, जिल्ला, नगरपालिका सबै हाल्नुपर्ने हुन्छ। त्यो हालेपछि सबमिट भयो। ल, फर्म सबमिट भयो। अब यसको कति घन्टापछि आउँछ? 48 घन्टाभित्र 48 घन्टाभित्र यसको रिपोर्ट आउँछ। अहिले म यो भिडियो पज गरेर अर्को यो एप्रुभ भएपछिको भिडियो बनाउँछु। ल, यो अर्को नयाँ भिडियो आयो। यसमा एप्रुभ भइसक्यो भनेर इमेल आएछ। एकाउन्ट ओपन पनि भएछ। यो 100 रुपियाँ बोनस पनि आएछ मेरो खातामा। ल, यसबाट पैसा पठाउन मिल्छ। एलाउ एक्सेस टु योर कन्ट्याक्ट, आफ्नो कन्ट्याक्टमा भएको मान्छेलाई पैसा पठाउन मिल्छ। क्युआर गर्नु मिल्छ, सपिङ गर्न मिल्छ। इमेल एड्रेसबाट पनि पठाउनु मिल्दो रहेछ। अर्को ई सेवा जसको इमेल एड्रेसमा रेजिस्टर्ड छ उसकोमा। अनि लोड मनी गर्नको लागि ब्याङ्कबाट डाइरेक्ट लिङ्क गराएर, मोबाइल ब्याङ्किङ मार्फत लिङ्क गराएर अनि उता आफ्नो ब्याङ्क एकाउन्टबाट यता तान्न सकिन्छ ई सेवामा। यहाँ तानेपछि अब बिजुलीको बिल तिर्न भयो, पानीको तिर्न भयो, अरू पनि थुप्रै कुराको सुविधा छ यसमा। यहाँ हेर्नु के सुविधा छ त्यहाँ हेर्नु होला एकाउन्ट ओपन गरेपछि। अनि मेरो भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। ट्राभल टिकटिङ, युटिलिटिज, P2P ब्याङ्क ट्रान्सफर, बिल पेमेन्ट, क्युआर पेमेन्ट सबै हुँदो रहेछ। यो सबै सुविधाहरू विदेशमा बसी आफै चलाउन पाइँदो रहेछ। डाटा टपअप, इलेक्ट्रिसिटी, खानेपानी, इन्टरनेट, गभर्नमेन्ट पेमेन्ट, स्कुल फी सबै कुरा यहाँबाट मिल्दो रहेछ पेमेन्ट गर्नलाई। अब कुनमा यहाँ फेसिलिटी छ, कुनमा एलाउ छ त्यहाँ मात्रै पे गर्नु मिल्यो। केबल कार टिकट, एयरलाइन्स, इन्टरनेसनल एयरलाइन्स, होटल बुकिङ, बस टिकट सबै कुरा छ। ल, धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।